यसै जिल्लाका प्रहरी उपरीक्षक नेत्रमणि गिरिज्यू र यो कार्यक्रममा पाल्नु हुने नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य शिवबहादुर पुरीज्यू, रोप्ले शाखाका पूर्व अध्यक्ष रविन्द्र शाहज्यू लगायत महासङ्घका पदाधिकारीज्यूहरू र विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकार साथीहरू, आज यो बडा संजोग मिल्या छ। विश्व प्रेस स्वतन्त्रता दिवसको दिन हामीले हाम्रो पेसालाई कसरी मर्यादित, व्यवस्थित र समाजले कति हामीले पस्केका समाचार कति विश्वसनीय छन् भनेर समाजले कति विश्वास गर्ने खालको यो अन्तर्क्रिया कार्यक्रम गर्नलाई आज म हेरौँ सबैका पेसा आफ्नै किसिमका मर्यादित हुन्छन्। सबैका यो समाजलाई भूमिका सकारात्मक भूमिका निर्वाह गरेर हुन्छ। जस्तै उदाहरणको निम्ति हेरौँ, शिक्षकहरूको आन्दोलन काठमाडौँमा हुँदाखेरि कति मिठा नारा लागे, मन्त्री कसले बनायो हामी जस्ता गुरुले, प्रधानमन्त्री कसले बनायो हामी जस्ता गुरुले। आज हामी पत्रकारिता गर्ने व्यक्तिहरूले पनि समाज कसले परिवर्तन गर्यो हामी जस्ता पत्रकारले, होइन विकृति विसङ्गति कसले अन्त्य गर्यो हामी जस्ता पत्रकारले भनेर हिँड्ने एउटा वातावरण बनोस्। यो स्वतन्त्रता दिवस भनेको अहिले हाम्रो पूर्व अध्यक्ष रविन्द्र शाहले भने जस्तो आम नागरिककै स्वतन्त्रता हो। हामी खालि कलम चलाउने क्रममा चाहिँ होइन हामीमाथि डर धाक धम्की आउनु हुँदैन। निष्पक्ष र निष्कलङ्क हिसाबले चाहिँ हामीले पत्रकारिता गर्नुपर्छ भन्ने हो। र हामीले चलाएका कलमले कहिलेकाहीँ के हुन्छ भने समाजलाई उल्टो गतितिर पनि दिन गइरहेको जस्तो लाग्छ मलाई। उदाहरणको लागि म हेरौँ, सोमालियामा समुद्र तटमा एउटा बच्चा मर्न लागेको थियो, गिद्धले कतिखेर मर्ला म खाला भनेर बसिरहेको थियो। त्यो पत्रकारले त्यतिखेर म एउटा फोटो खिच्छु र यो विश्वव्यापी बनाउँछु, भाइरल हुन्छु यदि नभनेको भए त्यो बच्चा बाँच्थ्यो अरे। पछि के भयो, त्यो बच्चा मऱ्यो, गिद्धले खायो, फोटो खिच्यो, पछि बोला आत्मग्लानी भयो। त्यो फोटो पत्रकार आफै पनि आत्महत्या गरेर बितेको अवस्था छ। कहिलेकाहीँ के हुन्छ, हामीले गरेका कर्मले कुकर्मले कतै कतै हामीलाई पनि आत्मग्लानी नहोस् होइन। हामीले गरेका कुराले मैले अब यो देश अब नयाँ विश्व बनाएको छ। यो नयाँ विश्व किन भन्ने भन्दा अहिले प्रविधिको युगले गर्दाखेरि विश्व सानो भएर गइसकेको अवस्था छ। अब उदाहरणको लागि हेरौँ न, के भन्छ सर्वोच्च अदालतको एउटा अधिकृतले पूर्णपाठ भनेर के अरे रेशम चौधरीलाई जेल पठाउनु भनेर एउटा पत्र पठाइदियो। प्रहरीले गएर दिल्ली बजार कारागार हाल्यो। 5 घन्टा जति बिचरा हो दिल्ली बजार कारागारमा बिताउनु पर्यो। मैले भन्नु भएको हामीसँग कलम छ भन्दैमा हामीले अनावश्यक रूपले चोक्दै गयौँ भने हामीले समाजलाई प्रभाव पार्ने कुराहरू छैन। अर्को कुरो यी गौतम भाइ पनि बडा महत्त्वपूर्ण कुरो वक्ता साथीहरूले पनि उठायो। हाम्रो पेसा भनेको अनलाइन होला, पेज होला, युट्युबै होला होइन, के भन्छ पत्रिका प्रिन्ट मिडिया होला, दृश्य मिडिया एफएम होला। हामीले त्यतातिरबाट चाहिँ अलिकति कलम हामीलाई चलायो भने हामीमाथि हेर्ने दृष्टिकोण। अब हामी पत्रकारले फेसबुकमा लेखेको छ, म लेखेको होइन। हामीभन्दा चौबन्दी लेख्दा अरू भइसक्यो कि अघि अस्ति एउटा हेर्दै थियो गौरका चोर पत्रकार भनेर आएछ, पहिले चौपका चोर पत्रकार भनेर आउला होइन। यो हामीमाथि पनि त आयो भने हामीले अर्कालाई आउँदा एउटा आउँला देखाउँदा 4वटा आउँला हामीमाथि आएछ नि। त्यो नआउने वातावरण बनाऊ। यो प्रेस स्वतन्त्रताले मन लाग्छ सर पनि हुनुहुन्छ, अन्य निकायहरूसँग पनि हामीले छलफल बहस गरेर रौतहटको पत्रकारिता यदि मर्यादित हो भने कुनै पनि जोखिम चाहिँ छैन, साहसिक पत्रकारिता नै गरौँ भन्ने मैले आग्रह पनि गरेँ। अब हामीले हो अब एकछिनको लागि छिटो प्रभाव हुने भएर फेसबुकमा डाइरेक्ट हान्छौँ होला, त्यो कदापि नगरौँ। भोलि साइबर क्राइम लाग्छ फेसबुकमा लेखेको कुराले, त्यतिखेर महासङ्घ बोल्न सक्दैन। अहिले पनि हामीले भने जस्तो फेसबुकमा हाम्रै साथीभाइहरू पनि हामीले अहिले नभनौँला, भोलि साधारण सभामा प्रतिवेदन हालौँला, परे त्यस्तै पऱ्यो हामीले माथि हो भने हामी भोलि साइबर क्राइम पठाइदिउँला, ब्युरोमा पठाइदिउँला। हामी हाम्रो साथी भनेर पनि हेर्दैनौँ। त पेसामा अलिकति पनि दखल कसैले पुगेको छ भने पत्रकार महासङ्घ रोधर चुप लाएर बस्दैन। अब उदाहरणलाई हेरौँ, भुवनेश्वर तिवारीले पत्रकारलाई धम्की दियो भनेर त्यहाँ विज्ञप्तिहरू आउँदा रिलाइज गर्नु पऱ्यो। हामीसँग भने हाम्रो ताकत के हुनु पऱ्यो भने कलममा हुनु पऱ्यो। हामी शासक प्रशासक पनि जान्दैनौँ, हामी जान्दछौँ त्यही भुइँबाट मान्छेहरूको विषय जान्दछौँ र यो समाजलाई कसरी राम्रो गर्न जान्दछौँ। हामी त्यतातिर लाग्दछौँ।
मैले अहिले यो विश्व प्रेस स्वतन्त्रता दिवसमा हामी म लगायत मेरा सबै यो पत्रकारिता क्षेत्रमा काम गर्नेमा सचेत हौँ र स्वतन्त्रको नाममा हामी कलङ्कित पात्र नबनौँ। यही मैले पनि सबै साथीहरूलाई शुभकामना दिँदै अहिलेको यो कार्यक्रम अन्त्य आज प्रमुख अतिथिज्यू आउनुभएको छ। उहाँ नयाँ आउनुभएको छ, उहाँसँग हाम्रा अपेक्षा के हुन सक्छन्, उहाँले पत्रकार साथीहरूको सुझाव के माग्न सक्नुहुन्छ ताकि शान्ति सुरक्षा अमन चाहिँ कायम हुनलाई मद्दत पुगोस्। यति भन्दै मैले आफ्नो 2 शब्द टुङ्गाएँ। हवस् त, धन्यवाद सबै साथीहरूलाई, नमस्कार।